मेरो मटर चाहिँ फल्नु चाहिँ फल्दै रहेछ तर यस्तो लडेर चाहिँ यसरी डोरीले चाहिँ हामीले बाँधेको बाजेले बाँधिदिनु भएको मामाले। के मटर किन लडेको भन्ने चाहिँ मेरो फर्स्ट टाइम हो नि त, मलाई थाहा भएन मटर लड्यो भने चाहिँ उठाउनुपर्छ भनेर। माया ज्यादा स्याहार कम। माया ज्यादा स्याहार कम भएर जस्तो भएको अरे, मलाई थाहा भएन होइन। म सिक्दैछु, अब अर्को पालि नै मिस्टेक हुँदैन। फर्स्ट टाइम चाहिँ मैले यस्तो गरेको नि त, मटरहरू फलाएको नि त। थाहा भएन नि त मलाई मटर लड्यो भने चाहिँ होइन, मटर लड्यो भने चाहिँ यसरी बाँध्नुपर्छ भन्ने कुरा थाहा भएन। म सोचेँ मटर त मेरो पुरा फलेर लड्दैछ, लडी फल्दैछ भनेर सोच्दै थिएँ। तर मटर चाहिँ लडेपछि चाहिँ उठाउनु पर्छ अरे। तर मामा यो त फलेरै लडेको, फलेरै लडेको। बस्तीको चिजहरू बिस्तारै बिस्तारै म खेतीपातीहरू सिक्दैछु नि त। मान्छेले भुलबाटै त सिक्छ होइन मामा? कि कसो? उताबाट गर्नु न अन्त पो हुन्छ त, केटाबाट गर्नु आँटिन्छ भने। अब त्यसरी बाँध्नुपर्छ होइन। यो चाहिँ डोरी चाहिँ यस्तो गरेर बाजेले बाँध्नुहुन्छ मामाले। अब यसलाई उठाउनुपर्छ। मटर उठाउने काम चाहिँ मेरो हो। उठाइदिएको भच्चा पठाएर जान्दिनँ म। बाबा यस्तो डेन्जर भइसक्यो। सुन त ल, यो चाहिँ मेरो हट हाउस हो। यसमा चाहिँ म अर्किड फुलाउनुपर्छ। यस्तो बनाएको छ है मेरो हट हाउस चाहिँ। यहाँ ऱ्याकहरू बनाउनु बाँकी नै छ। सुन्तलाको बोट हो नि त, तर बिचरा सानो पुगेर यस्तो भएछ। अब चाहिँ यहाँ चाहिँ दिस इज माई हट हाउस फर अर्किड। हट हाउस किन लगाइ त मैले कैँची त राम्रो हुँदैन छ। मैले कतिपल्ट कैँची लगाएको याद गरेँ कि छुरी पो लाउँदै थियो अन्त बटिलो बटिलो छ मटरको टिपाइ। मोटर पनि देख्नु पर्यो नि तेरो। अब यो सिसामा ल मेरो तर्साउने चार